पाक छ नि भित्र यस्तो जेली जस्तो क्या मिठो हुन्छ यहाँ टेक्नोलोजी बिहान उठ्दा त मेरो पछाडि मेरो दाइको घर है पछाडिको हेलो गाइस वेलकम ब्याक टु माई च्यानल मैले किन यहाँ बिचबाटै भ्लग सुरु गरेको भन्दाखेरि यस्तो दामी मैले 1 किलोमिटरदेखि देखेको जस्तो झन् गर्दाखेरि हौ सरै सरै छ कि के हो यो मेरो पछाडि रेडमा छ है गाइस सबै पुरै भिज्यो म चाहिँ पानी परेछ भने रेनकोट नलाइकन के अरे ज्याकेटभित्र नि यो वाटरप्रुफ ज्याकेटहरू अनि भिज्दैन होला भनेर नाटक पारेर रेनकोटै नलाइकन बिच बाटोमा आएपछि चाहिँ रेनकोट लगाएको यस्तो चिसो भइरहेको त्यहाँ खालको बाटोमा चाहिँ रेनबो हेर्दै हेर्दै आएको जति यता आयो उति सर्छ जति यता आयो उति सर्छ मेरो गाजल पनि गइसक्यो हौ यस्तो मजासँग भिजेको नि अब काठमाडौँ गएपछि एक प्लट बिराम भइन्छ होला त्यो चाहिँ सिन्धुली जानेबाटै धुर्खेलमा यस्तो मजा आइले एउटा पसल जान्छ यस्तो मजासँग भिजेको छु म क्या खतरा खतरै क्या दामी देखेको फुलहरू फाइनली आइपुग्यो है हामी चाहिँ यस्तो दामी छ यहाँ राति हिँड्दा नि डर लाग्छ The next day. म चाहिँ मेरो दाइको घरमा आइदा चाहिँ त्यो रेड कलरको छाना भएको होला मेरो दाइको घर हो म चाहिँ त्यहाँ दाइको घरमा आएको है कस्तो ग्लो आएको मेरो फेसमा सनफ्लावर त कति सानोमा फुले चाहिँ मेरो दाइको घर है पछाडिको दामी छ दाइ त्यहाँ काँक्रो टिप्दै हुनुहुन्छ घाँसहरू नि छ दाइको पुरानो पहिलाको फर्स्ट बाइक टावर यो फल्यो भने चाहिँ के हो यो एउटैको पनि त धन्न दिनु गएको ल बस्न राम्रोसँग छिटै आउनु काठमाडौँ
जङ्गलको बीचमा एउटा मात्रै घर छ नि म चाहिँ यस्तो ठाउँमा बस्यो भने चाहिँ म छिट्टै बौलाउँछु हैन यस्तो ठाउँमा चाहिँ म बस्न सक्दिनँ केही छैन जङ्गलै जङ्गल छ अनि त्यो एउटा मात्रै घर छ नि त आई कान्ट तर यहाँ एकदमै पिस ठाउँ चाहिँ छ है पिस मनपर्नेहरूलाई चाहिँ कहिलेकाहीँ 1-2 दिन आएर रमाइलो गर्नको लागि चाहिँ हुन्छ जहिले चाहिँ म यहाँ बस्न सक्दिनँ म त्यहाँ आउँछ नि त पागलै हुन्छ होला यस्तो जङ्गलै जङ्गल छ त्यहाँ हेर्छ अहिले चाहिँ एउटा रहेछ त्यो पनि बन्दै छ बनिसकेको छैन पछि यस्तो खालको बेला 10वटा जति बन्छ एउटा यो चाहिँ कम्प्लिट भइसक्यो भित्र इन्टेरियरहरू अलिअलि बाँकी छ अनि तल नि रेस्टुरेन्ट बन्दै हो त्यही हो यसको नाम हो वासिङटन डफिन now Dolphin. Ang book sila Dolphin. यो चाहिँ लरे आपको बहुत छुट्टै खालको छ हाम्रो उता घरतिर पनि छुट्टै हुन्छ अनि यहाँको छुट्टै छ है डफिन हिजो आउँदा त राति भएको थियो नि त अनि आज चाहिँ त्यस्तो केही देखादैन है बिहान उठ्दा त यस्तो चपक्कै छ अझ छुट्टै यो रुखबाट टिपेर खाँदा झन् यस्तो मिठो हो नि त्यो काठमाडौँमा त किनेर खाइरहेको थियो नि त अमिलो कस्तो कति दिन अगाडिदेखि टिप्यो भने यहाँ त छुट्टै टिपेर खाँदा त कस्तो मिठो डफिन बच्चा डफिन टक्क आलुचाको बोट्नु नि टक्क बस्ने ठाउँ छ आलुचा हेर्दै बस्ने हाई डफिन म एउटा खतरा चिज देखाउँछु ल टेक्नोलोजी खतरा कन्सेप्ट चाहिँ दामी हो फुलहरू यस्तो राम्रो छ यहाँनिर स्विमिङ पुल छ त्यहाँ भित्तामा त्यो टाइलहरू अलि निस्केको अहिले चाहिँ युजमा छैन यो ठुलो घर अनि त्यो माथिको ओरेन्ज कलरको यो चाहिँ दुइटै मेरो फुपूको हो होटेल यस्तो दामी होटेल जस्तै छ यो ठुलो चाहिँ काफलको बोट त्यो अघि मैले देखाएको आलु पखडा बोट चाहिँ हो त्यो काफलको बोट मात्रै छ काफल मरु यो पनि यस्तो मिठो हुन्छ कि टिमिला भन्छ होइन पहिला सानो बेलामा गाउँमा हुने बेलामा यो पाक्छ नि भित्र यस्तो जेली जस्तो क्या मिठो हुन्छ यहाँ झन् खाना जाने भने के हुन्छ क्या खानेकुरा यस्तो मिठो हुन्छ काफल छ कि भनेको रुखमा रहेन रहेछ एक्लो त्यहाँबाट देखाउँछ यता घर त्यो चाहिँ के हो भन्दाखेरि टुरिस्टहरू आएर यहाँ बस्नुहुन्छ लाइक होमस्टे नै हो टाइप अफ
चाहिँ टुरिस्टहरू आएर बस्नुहुन्छ अनि काम गर्नुहुन्छ खेतबारीमा मकै गर्ने धान रोप्ने सबै काम गर्नुहुन्छ टुरिस्टहरूले अनि उनीहरूलाई चाहिँ 2 दिन काम 1 दिन बिदा हुन्छ अनि 1 दिन बिदामा चाहिँ उनीहरू घुम्न जानुहुन्छ अनि अरू दिन चाहिँ यहीँ काम गर्नुहुन्छ अनि यहीँ बस्नुहुन्छ दामी छ राम्रोसँग बस्नु है